हेलो एभ्रिवान। मैले चाहिँ भ्लग नबनाएको धेरै भइसकेको थियो। बिचमा थोरै ग्याप भयो, अलिकता म बिजी भएँ। अनि अब यो भ्लग बनाउँदा चाहिँ आफ्नो प्राइभेट लाइफहरू चाहिँ धेरै एक्सपोज हुने भयो। प्राइभेट लाइफ किन देखाउन जरुरी छ र भनेर मैले चाहिँ भ्लग बनाउन चाहिँ स्टप गरेको थिएँ। एकदमै इरिटेट लागिसकेको थियो त्यो रेकर्ड गर्दा गर्दा, किनकि भ्लग बनाउँदाखेरि चाहिँ आफ्नो त्यो रियल मोमेन्ट चाहिँ इन्जोय गर्न पाइँदैन, क्याप्चर गर्नमै बिजी भइन्छ। त्यही भएर नि हो। तर मलाई आजभोलि के रियलाइज भयो भने भ्लग चाहिँ बनाउनु पर्दो रहेछ। बितेको समयहरू चाहिँ क्याप्चर गर्न जरुरी रहेछ भावी दिनहरूमा चाहिँ हेर्नको लागि। मेरो मैले भोगेको मोमेन्टहरू त मेरो दिमागमा मात्रै हुन्छ, त्यो फिल्मिङ गरेको हुँदैन। भ्लग बनायो भने चाहिँ आगामी दिनहरूमा पहिलाको मोमेन्टहरू हेर्न सकिँदो रहेछ। त्यही भएर मैले यो क्याप्चर गरिहालेँ। म चाहिँ स्कुटर यो यो भिडियो चाहिँ अलिक अगाडिकै हो। म चाहिँ स्कुटर सिक्न गएको थिएँ। त्यसपछि मेरो अफिसको दिदीहरूले आज बाहिर खान जाऊँ रेस्टुरेन्ट भनेर उहाँहरूले चाहिँ मलाई पर्खिरहनु भएको थियो, श्रीकाजी र हाम्रो हिमा दिदीले। त्यसपछि म त्यहाँ स्कुटर आधी घन्टा जति सिकेर हामी रेस्टुरेन्ट गयौँ। अनि म त स्कुटर सिक्ने बेलामा चाहिँ एउटा अङ्कल हुनुहुन्थ्यो। उहाँले चाहिँ मेरै स्कुटरलाई टार्गेट गरेर त्यो सिकिरहनु भएको थियो। त्यो टार्गेट भन्नाले उहाँलाई चलाउन नआएर एकदम हाई स्पिडमा चलाएर मेरो स्कुटरलाई पछि ठोकिदिनु पनि भयो। हाँसो लाग्यो। अनि हामी रेस्टुरेन्ट गयौँ। रेस्टुरेन्ट चाहिँ त्यहीँ बाजेको सेकुवा नजिकै थियो। त्यहीँ गयौँ, हेमा दिदी, म अनि श्रीकाजी गएको हो। अनि हामी त्यहाँ गएर एकछिन गफगाफ गऱ्यौँ हाम्रो कर्पोरेट जिन्दगीको बारेमा। दिनभरि अफिसमा पनि स्क्रिन टाइम धेरै भएर आउँछ। त्यही भएर एकछिन रिफ्रेस पनि हौँ भनेर गएको थियौँ। त्यसपछि हामीले के खाने भनेर अर्डर गऱ्यौँ। बाजेको सेकुवा खान आएको हामी। बाजे चाहिँ यता हुनुहुन्छ। होइन पाउनु एकछिन यस्तो भन्दै दिदी